Hello guys, welcome back to my another vlog. So guysहरू सबैजना राम्रै हुनुहुन्छ होला हैन आई होप अनि म पनि सन्चो सुबिस्तै छु. सो गाइस आजको बिहानीको समय चाहिँ सुरु भएको छ हैन. सो गाइस म चाहिँ अहिले काममा गइरहेको छु है. जम चराहरु पनि कराइरहेको छ मेरो छेउमा तपाईले सुनिरहनु भएको होला भइरह्यो होला. सो गाइस म चाहिँ अहिले चाहिँ काममा गइरहेको छु ड्युटीमा. सो आज ड्युटीमा के गर्नेछु हैन कस्तो हुन्छ सबै तपाईहरुलाई म भिडियोहरु बनाएर प्रस्तुत गर्नेछु. सो म बस्ने ठाउँको छेउमा चाहिँ खोला छ यहाँ तपाईले. यो खोला चाहिँ अहिले अलिक बढेको छ समर भएको कारणले. अनि यसो छ हेर्नुहोस् न तपाईँले यहाँ चाहिँ तपाईँले मैले जुन खोला भनेको थिएँ होइन यत्रो छ त्यो चाहिँ खोलामा चाहिँ माछा पनि पाउने गर्छ. हेलो गाइस हेर्नु सक्नुहुन्छ तपाईँले म जाने बाटोमा चाहिँ यस्तो छ क्या यस्तो छ रमाइलो ठाउँबाट देख्छ हैन. अनि गाइस तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ नयाँ घरहरू धेरै बनाइसक्यो. यहाँ म बसेको ठाउँमा चाहिँ पहिला थिएन क्या. यहाँ चाहिँ खेतबारी मात्रै थियो तर अहिले अलिक घरहरू पनि हुँदैछ. एकदम रमाइलो छ है. हावा सिरिरी आइरहेछ घाम पनि तातो तातो आइरहेछ गाइसहरू. यस्तो छ गाइस हामी जाने ठाउँ चाहिँ बाटो चाहिँ. हेलो गाइस फाइनली म चाहिँ काममा पुगेँ हैन. काममा पुगेर चाहिँ हाम्रो हस्पिटलमा साथीले भन्नुभयो आज चाहिँ ग्रास काटिङ गर्नुपर्छ भनेर. सो गाइस हेर्नु सक्नुहुन्छ म चाहिँ ड्रेस लाउँदैछु. गाइसहरू तपाईँले मेरो ड्रेस हेरेर के को याद आयो गाइसहरू तपाईँहरूलाई है सबैजनालाई कोभिड-19 को याद आयो होला. सो गाइस त्यो हैन त्यो इयरमा कस्तो भएको थियो हामीलाई अनि देशै शान्त भएको थियो हैन. एउटा मनमा डर लिएर बस्नु परिरहेको थियो किनकि त्यो कोभिडले मान्छे मरिरहेछ भनेर. सो गाइस आज म त्यो ड्रेस लगाएर काम गर्नु गइरहेको छु. सो गाइस तपाईँले हेर्नु होला म चाहिँ सबै कुरा ड्रेस कम्प्युटर लगाइरहेको छु किनकि आज मन्डे हो नि त. फेरि ड्रेसहरू मैला भयो भने फर्स्ट टाइमै भनेर चाहिँ म चाहिँ सबै ड्रेसहरू लगाएर काम गर्नु गइरहेको छु. लेट्स गो. फाइनली गाइस हामी चाहिँ अब ग्रास काट्नु आँटेको छौँ है गाइसहरू. अनि हामीले यो मिसिन हो. सो गाइस हामी चाहिँ अब काट्नुलाई स्टार्ट गरेको छौँ. सो गाइस यहाँ चाहिँ एक हप्ता जस्तो भयो क्या कन्टिन्युस पानी परेर अन्त ग्रासहरू पनि छिटो छिटो बढ्दो रहेछ नि त. सो गाइस हामीले यहाँ काटेको नि के मतलब 1 विक जस्तो मात्रै भएको छ 1 विक जस्तो भयो जस्तो लाग्यो होइन. फेरि एकछिनमा पलायो. सो काटिरहेको. सो गाइस तपाईँलाई म रिक्वेस्ट गर्न चाहन्छु एउटा कुरा चाहिँ होइन गाइसहरू. अनि म चाहिँ तपाईँहरूलाई पहिला नै भनिसकेको छु होइन मेरो भ्लगतिर म भुटानबाट हो होइन. म चाहिँ भिडियोहरू यस्तो हेरिरहेको हुन्छु क्या अर्को इन्डिया नेपाल कता कताको विदेशहरूको भ्लग गरिरहेको हुन्छु. म पनि होइन त्यस्तै बनाउनु मनपर्छ इन्ट्रेस्टेड छु होइन. तर अब फर्स्ट स्टार्टिङमा त होइन आफूले सोचेको जस्तो हुँदैन रहेछ होइन. तर भए पनि म ट्राईहरू गरिरहेको छु. भिडियोहरू त्यति साह्रो एडिटिङ गर्नुहरू सक्दिनँ बनाउनु सक्दिनँ फर्स्ट टाइमबाट गर्दा. तर म सिकिरहेको छु. सो तपाईँले मलाई सपोर्ट गरिदिनु होला होइन. अरूलाई सपोर्ट गरेको जस्तै म त्यो रिक्वेस्ट गर्न चाहन्छु. अनि सो गाइस दिस इज अ लाइफ होइन. अनि म चाहिँ भ्लगहरू बनाउँदाखेरि त्यो स्टोरीहरू बनाउँछ अरे अरूले चाहिँ भ्लगहरूले. तर म चाहिँ त्यस्तो छैन क्या नेचुरल हो जो लाइफमा भइरहेको छ ती कुराहरू म जे गर्छु त्यही भिडियोहरू देखाउँछु. त्यसै कारण चाहिँ मेरो भिडियोलाई पनि लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला. तपाईँहरू कति नयाँ आउनुहुन्छ भने होइन मेरो भिडियोलाई सधैँभरि सपोर्ट गरिदिनुहोस् होइन. अनि अरू भ्लगरहरू जस्तै म पनि एउटा भ्लगर हुन सकौँ होइन. सो मेरो रिक्वेस्ट चाहिँ यही छ. सो गाइस फाइनली हामीले चाहिँ होइन मेसिनलाई रेस्ट दिँदैछौँ किनकि मेसिनलाई पनि रेस्ट दिनुपर्छ मान्छे पनि रेस्ट गर्नुपर्छ. हामी चाहिँ अब रेस्ट गर्दैछौँ है त. अब गाइजहरू हामी खाउँ है. म चाहिँ अब कोटुकीमा छु होइन.
यो चाहिँ फुल होइन यो चाहिँ जङ्गल हो तर राम्रो गरेर फुल्दो रहेछ कि अन्त यहाँ राखेको रहेछ अन्त काट्नु भन्दैछ हो अन्त काटेको सो गाइस अहिले चाहिँ हामी ब्रेकमा आएको छौँ होइन यसो चिल गर्नुको लागि दोकानमा जुस सुस खानुको लागि एकदम गरम भयो बाहिर होइन त्यसै कारणले गर्दाखेरि यसो गेम क्रेम बुटहरू पनि खेलिरहेको छौँ त्यति साह्रो खेल्नु त थाहा छैन तर भए पनि टाइम पास हल्का रमाइलो भइरहेको छ गाइसहरू यस्तो त म एकै खान्छु अनि एकै गाँसमा खाइदिन्छु नि सब भयो एकै गाँसमा खानुपर्छ Ja, I'm just been. लो अझै म स्टिङ र कोक लगाएर सिस्टम लगाएर खान्छु कोकले कस्तो हुँदैछ स्टिङ अर्को पानीमा त पानी लगाएर खानु भन्ने सो गाइस आजको भ्लग चाहिँ म यति नै राख्न चाहन्छु अनि आज यति नै हामीले काटेको थ्याङ्क यू फर वाचिङ